नमस्ते यहाँहरु सबैजनालाई तपाईहरुको चित परिचित मनिष लिम्बू एके चुक्सा। आज चाहिँ म यस्तो ठाउँमा आएको छु कि तपाईहरुले यो भिडियो मलाई पुरै हेरेर साथ दिनुहुन्छ भनेको साथ तपाईहरुले म यो भिडियो मुख्य बनाउनुको उद्देश्य चाहिँ मेरो हामी चाहिँ आज अलिकति हाम्रो घरबाट चाहिँ केही टाढो ठाउँमा चाहिँ म तपाईहरु सामु यो भिडियो बनाउनको लागि आइसकेको छु। भिडियो बनाउनु मात्र हैन, म चाहिँ आज यो ठाउँमा आएर पुरै कामहरु गरेको यहाँ देख्न सक्नुहुन्छ र यो ठाउँमा चाहिँ एकदम प्राकृतिकले साथ दिएको ठाउँहरु पनि छ। जस्तै यहाँनिर हेर्नु, यो पछाडी देख्नुहुन्छ कस्तो राम्रो ठाउँ, घर भन्दा पनि राम्रो का तपाईहरुले इमेजिन गर्न सक्नुहुन्न। जस्तै यस्तो छ ठाउँहरु, पुरै यो भयंकर ठुलो ढुङ्गा, यसको मुनि चाहिँ के अरे बस्ने ठाउँ हो। यहाँनिर यो चाहिँ मैले आफै बनाएको। जस्तै यसलाई यो चियालाई यहाँ राख्दिउँ, यहाँ देख्नुहुन्छ यो चाहिँ आराम गर्ने ठाउँ है। यो चाहिँ यसरी बसेर हेर्दाखेरि जस्तै यो सुत्ने यहाँनिर, अनि यसो ढाडले उयो गर्ने, यहाँनिर यस्तो बनाएको। यहाँ चाहिँ आगो फुक्ने ठाउँ, अनि यहाँ चाहिँ हाम्रो चाहिने सामानहरू सबै यहीँनिर राख्नुपर्छ। एकदम ठुलो छ क्या यहाँदेखि, कस्तो दामी ठाउँ छ। र जति पनि सामाजिक सञ्जालमा जोडेर रहेर मलाई हेरिरहनु भएको सम्पूर्णलाई मेरो तर्फबाट एकमुष्ट नमस्कारका साथ आज म तपाईहरुलाई यो सामाजिक सञ्जालबाट जोडेर तपाईहरुले हेरिरहनु भएको छ भने कृपया मेरो भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनुहुन्छ भन्दै पूर्ण आशाका साथ तपाईहरु यो भिडियोलाई पुरा हेरिदिनुहुन्छ भन्दै म आजको यो भिडियोलाई सुरु गर्न चाहन्छु। अर्ग्यानिक ठाउँमा अर्ग्यानिक चिजहरू नै खानुपर्छ, किनकि हाम्रोमा चाहिँ धेरै जस्तो गाउँघरमा चाहिँ चिया खाने चलनहरू छ। जस्तै यो चिया देख्न सक्नुहुन्छ, चिया एकदम बाक्लो छ तर मिठो हुन्छ क्या। अब यहीँ उत्पन्न भएको हाम्रो ठाउँमा मलाई चाहिँ एकदम तिर्खा लागिरहेको थियो। अब तिर्खा लाग्नुको सट्टा चाहिँ हामी धेरै जसो चिया नै खाएर तिर्खालाई चाहिँ मेटाउँछु। अब पानी पनि खान्छ खाँदैन, तर अब पानी खायो भने चाहिँ के हुन्छ भने एउटा कुरा, अब घाँटी अलिक दुख्ने जस्तो हुन्छ र म चाहिँ प्रायः चाहिँ चिया नै खान्छु क्या। तातो पानी पनि खान्छु, तर इन द मर्निङमा म त पुरै पानी खान्छु, अनि दिउँसो प्रायः चाहिँ म चिया नै खाएर दिनभर बिताएको हुन्छु। आजको भिडियोमा जति पनि तपाईहरु जोडेर मलाई माया गरिरहनु भएको छ होला, कृपया फेरि पनि यसरी नै साथ सपोर्ट गर्दै अगाडि बढाइदिनु हुन्छ भन्दै मैले तपाईहरु सामु आशा पनि राखेको छु। मेरो अनुहार पनि कस्तो पुरै फोहोर होला। म भर्खर कामबाट यहाँनिर हाम्रो काम गर्ने ठाउँबाट चाहिँ अलिकति बाहिर आएको छु। यहाँनिर यस्तो कामहरू गर्नुपर्छ। यहाँनिर चाहिँ यो चाहिँ हाम्रो मुढाहरू दाउराहरू भनौँ न, त्यहाँदेखि यस्तो यस्तो भिरालो ठाउँबाट निकाल्यो कि आम्मो डेन्जर ठाउँहरू। अलिकति लड्यो कि अलिकति चिप्ल्यो कि भन्छ नि त्यो अलिकति चिप्ल्यो लड्यो भने यहाँ त सिधै सकिने चान्सेसहरू पनि हुनसक्छ। ल मैले चिया पनि सकाएँ, अब म चाहिँ लाग्नुपर्ने हुन्छ माथितिर उकालोतिर। मैले सबभन्दा पहिलो कुरा चाहिँ यो चाहिँ म घरबाट खाजा लिएर आएको थिएँ, एकदम राम्रो। यसमा अर्ग्यानिक चिजहरू म त हालेर ल्याएको थिएँ, तर त अघि खाजा खाइसकेँ, त्यो भिडियोलाई तपाईँलाई देखाउन सकिनँ मैले। अनि अब यसरी हाल्ने हो। के हाल्नुपर्ने छ मैले सबै याद गरेर जानुपर्ने हुन्छ। यो चाहिँ साथीहरू माथि काम गरिरहेछ, अनि अलिकति केटाहरूले चिया पनि लिएर आउनै भनेको थियो, त्यही भएर मैले यो चियालाई तयारी गरिरहेको छु। चिया चाहिँ अब यसरी हालेर लानुपर्ने हुन्छ। हाम्रो चियामा, हाम्रो गाउँघरमा चाहिँ चिया चाहिँ एकदमै जहाँ गए पनि जस हाम्रोमा चाहिँ त्यस्तो अल्कोहल चिजहरू खासै युज हुँदैन। कुनै कुनैले खान्छ, तर प्रायः जस्तो चाहिँ हामी चिया नै खान्छौँ धेरै जसो। अब यो चियालाई चाहिँ यसो गरेर लगाएर जानुपर्ने हुन्छ। ओ माई गड, यस्तो भयो, कस्तो रातो कलरको देख्छ, तर यो चिया एकदम बाक्लो नै छ है, बिले जस्तै छ त। यसलाई यहाँ राखेर अब यसलाई मिलाउनु पर्ने हुन्छ। यहाँ राख्नुपर्ने हुन्छ। हामीले काम गरेको ठाउँ चाहिँ यहाँबाट यस्तो देखिन्छ, यो पुरै दाउरै दाउरा झारेको छ। हामीले यो गरेर तल तल सबै दाउरै दाउरा यहाँ माथिबाट झार्यो हो हामीले दाउरा।
यहाँबाट देखिने ठाउँहरू चाहिँ यस्तो एकदम रमाइलो छ। ठुलो घना जङ्गल थियो यहाँ पनि, तर फाडेर अहिले चाहिँ खुल्ला देख्न थालिसक्यो। देखिने यहाँ ठाउँ यस्तो। यहाँ तल पनि काम गर्ने हुनुहुन्छ हाम्रो दाइ। अनि एउटा यस्तो एकदम अप्ठ्यारो छ, बिरालो त्यहाँनिर लड्यो भने त सक्यो यार। माइ गॉड, बिरालो छ। आया झन्नै लड्यो यार। यस्तो आँखा झन्नै गयो यार। यहाँदेखि यस्तो डाँडामा यसको मुनि हो हाम्रो त्यो अघि बसेको जुन ठाउँ चाहिँ एकदम राम्रो नै छ यहाँबाट। र हाम्रो ठाउँबाट मैले काम गरेको ठाउँबाट यस्तो देखिन्छ। यो चाहिँ ठुलो रोड छ यहाँनिर। यहाँ पारि पनि गाउँ छ। हाम्रो घर चाहिँ यो डाँडामा पर्छ। जस्तै अहिले म देखाउँछु तपाईँलाई जुम तानेर हल्का हाम्रो गाउँको कस्तो थियो भनेर। गल्यो उकालो चढ्दा यहाँदेखि देखिने चाहिँ ऊ त्यो पारि चाहिँ मेरो गाउँ हो, अकासे भनेर। यो मेरो घर यहाँ देखिन्छ, देखिँदैन। यो हल्का यो देखिन्छ, यो घर मेरो है यहाँनिर छ सबभन्दा माथि। यो चाहिँ मेरो घर गाउँ। यहाँबाट देखिने बाटो यो चाहिँ पारि सिदिन बिदिन हुँदै माथि प्राङबुङ। जस्तै फिदिन टु फालुटको बाटो भनेको यो एकदम खतरा ठाउँ छ। कस्तो यहाँ भर्खरै आउँदाखेरि घोचिदियो क्या, चोटै लाग्यो जस्तो। ए हो त्यो रहेछ ल, यस्तै हुन्छ क्या काम गर्दै जाँदाखेरि। भर्खरै उकालो चढ्थ्यो त पुरै चोट लागिहाल्यो नि। आज मेरो डडेलोमा पनि थोरै घाउ परेको छ। गाह्रो भयो नि, के भर्खर उकालो चढ चोट लाग्दिएर ठिकै छ। काम गरेपछि चोट त लागिहाल्ने भयो, तर अलिकति जोगिएर चाहिँ काम गर्नुपर्छ। गाह्रो हुँदो रहेछ। म यस्तो ठाउँबाट आउँदैछु एकदम यो ढुङ्गा छ नि, यो ढुङ्गा तर यो छोपिएको छ। यसको मुनि हो हामी बस्ने ठाउँ यहाँनिर। म केटाहरूलाई भेट्न जाँदैछु। कस्तो साह्रो गाह्रो। हाम्रो केटाहरू चाहिँ यहाँ काम गरेको छ। केटा के छ? रियल कमान्डो। हाम्रो केटाहरूले यस्तो गाह्रो ठाउँबाट निकालेको हो कि हामीले निकाल्नु भनौँ न। ए केटाहरू चाहिँ यहाँनिर काम गरिरहेछ। चिया आउँदैछ चिया। ए म त पसिना आइसक्यो यार। ल ए बोक त चिया पनि त्यसले दिएको छ। चिया पानी नल्याएको कि? पानी छैन नि, ल्याएन नि मैले पानी। त्यही चिया लिनु पुग्छ भने होइन। यस्तो भयो यार यहाँनिर गरिदिउँ। के छ ठिक छ? हाम्रो केटाहरू सबै कमेडी टाइपकै छन्, प्रायः रमाइलो पनि गर्छ। कता पो? सल्लाहमा जानु रे। ल झम्पल लिएर ल। ल यो बोक त बोक त। यो हामीले गरेको ठाउँहरू चाहिँ यस्तो छ ठाउँ। एकदम डेन्जरै छ यार। यस्तो भिरालो छ कि आमा, यस्तो गाह्रो गरी निकाल्नुपर्छ। केटाहरू झुन्डी काम चाहिँ गर्छ। रियल कमान्डो केटाहरू। यस्तो भिरालो ठाउँबाट निकाल्नुपर्ने। यहाँ लड्यो कि सक्यो। यहाँबाट देख्ने तलतिर हेर। आमा कस्तो डेन्जर छ, रियल डेन्जर हो क्या यो चाहिँ। यहाँदेखि ठाउँै राम्रो क्या, तर हामी चाहिँ धेरै टाढो हाम्रो घर चाहिँ उता हो। यहाँदेखि यस्तो ठाउँमा आएर काम गरिरहेको छौँ। तर यहाँ चाहिँ पुरै ठुलो जङ्गल चाहिँ यत्रो रुखहरू काटिएको। हुनु त वन फाडानी त नगर्नु पनि, तर के गर्नु, आवश्यक अनुसार फाडानी गर्छ। त्यसले फेरि नयाँ कुराहरू पनि चाहियो नि त। जहिले पुरानो मात्रै भएर भएन नि त।
नयाँ चिजहरू नयाँ बरु थप्दै जानु पर्यो। यो त राष्ट्रिय फुल पो रहेछ। यस्तोहरू पनि सबै काट्यो क्या गुराँसहरू फुलेको छैन तर। अनि यस्तै यस्तै भइरहेछ। ल जति पनि सामाजिक सञ्जालमा जोडेर रहनुभएको फेरि पनि तपाईँहरूलाई माया गरिदिनुहुन्छ भने पूर्णको साथ अहिलेलाई भिडियो यहीँ फेरि अर्को स्टेप आउनेछ। सँगसँगै अहिले केटाहरूले चिया पनि खाँदै थियो। खाइसकेपछि चाहिँ अहिले हामी यस्तो चिजहरूले काट्नुपर्छ। दाउरा चाहिँ पुरै भिरालो ठाउँहरू हुन्छ, यस्तो यस्तो डेन्जर डेन्जर केटाहरू हिँडिरहेछ। हाम्रो केटा अनुप चाहिँ उपर अगाडि हिँडिरहेछ यस्तो भिरालो ठाउँमा। हामीले काट्ने दाउराहरू चाहिँ यत्रो यत्रो छ क्या पुरै ठुल्ठुलो। अनि हामी मेरो पछाडिमा चाहिँ पिके मसँगै साथमा केटो आइरहेछ। आम्मा अझै बिस्तारै लड्छस् नि फेरि। केटो हिँड्नु जान्दैन नि फेरि। अर्ग्यानिक गाउँको अर्ग्यानिक चिजहरूसँगै हामी त भिरतिर यस्तो अप्ठ्यारोमा यसरी हिँडिरहेछ केटो। यहाँनिर अब यहाँनिर अलिकति थोरै काम छ हाम्रो। यहाँनिर ठक्कै यो खतरा हुन्छ नि फेरि हामीसँग त चिजहरू। यसले फेरि चट चट बनाउँछ दाउरा काट्यो भने चाहिँ। ठिक छ चट 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 काट्यो बिताल्छ। ए ओइ लडिन्छ बिस्तारै गरौँ है। यस्तो अप्ठ्यारोमा हिँड्नुपर्छ क्या हामी चाहिँ। उकालो ओह्रालो भन्नु पऱ्यो किनभने हामी भनेको चाहिँ यहीँको लोकल हो नि त। कहाँ कस्तो छ भनेर थाहा पाइहालिन्छ क्या। लडिसक्दाखेरि उफ्रिसकेको हुन्छौँ क्या हामी चाहिँ फेरि। त्यस्तो खतरा। यो चाहिँ भर्खर काठमाडौँबाट आएको तर पनि काठमाडौँ बासी भनेर चाहिँ उसलाई सोच्दैन क्या। खतरा हो। म पनि भर्खर आएको काठमाडौँबाट हुन त। तर हामी सानैबाट यहीँबाट हुर्केको यहीँको रहन्छन् यहीँको वातावरण बुझेको र खासै हामीलाई त्यस्तो यस्तो भिरालो बाटोहरूबाट चाहिँ डर हुँदैन। भाइ कस्तो भइरहेछ आज काम? एकदम अर्ग्यानिक सब कुरा अर्ग्यानिक। तर यसरी हिँड्नुपर्छ क्या जोगिएर। यहाँ एकचोटि लड्यो भने त सक्यो त। चकचक नगर्न तल मान्छेहरूले लाग्छ तर बाटो त धेरै तल हो। चकचक गर्छ केटाहरू। गाह्रो छ। अब यसरी काट्दै पनि जानुपर्छ किनभने बाटो जाम भयो कि काटिहाल्ने हो नि त। लडिन्छ कि जस्तो भयो त। यहाँ त के हो यति साह्रो अप्ठ्यारो छ नि कसरी हिँड्नु। झोला बगैँचा छैन? बल्ल केही हो कि टाइपको ठाउँमा चाहिँ अब बाटो चाहिँ अलिकति राम्रो जस्तो देख्ने ठाउँमा आइपुगिसक्यौँ है। ओइ झन् हेर न जहिले लाउन मात्रै खोजिन्छ त। ठुलो दशा लाग्दैछ क्या मलाई यार। जहिले कहिले ढाडहरू कहिले यहाँ कोरिदियो अघिमा त के भयो। यहाँ हाम्रो चाहिँ ल यो सल्लाहलाई लडाउनु पर्ने। अब कुन साइडपट्टि लडाउनु पर्ने सकिन्छ नि? होइन यसलाई यतापट्टि सार्नुपर्ने। ल अब यो मुढालाई हामी सार्छौँ यतापट्टि सार्नुपर्ने। यहाँनिर कस्तो दामी। त्यो प्रकाशहरूको सिमाना पर्छ र यो चाहिँ यस्तो ठाउँ छ। यो चाहिँ एकदम सल्लाहरी रहेछ है। यत्रो यत्रो रुखहरू छ। सल्लाह पनि ढालिएछ। उकालो ओह्रालो गर्दा त गलिहालिँदो रहेछ नि त नि हाम्रो। सार्न सकिन्छ? सार्न सकिन्छ? कसरी भयो? अघि बिहान त मैले एक्लै नै हल्लाएको ल यसलाई यता लानुपर्ने यहाँ राख्नुपर्ने अनि यहाँदेखि चाहिँ सजिलो हुन्छ भनेर हाम्रो केटो के छ अनि च्यानलमा एकदम ठिक छ काम गरिँदैछ हो भिडियो भन्दैछ अनि हाम्रो भिडियोमा के भन्नुहुन्छ तपाईँ एकदम ठिक छ ओके छ ओके ओके अहिलेसम्म हाम्रो काम गरेकोमा तपाईँलाई के छ अनुभव एकदमै खुसी छु रमाइलो पनि भइरहेछ नि त हैन रमाइलो पनि छ यस्तो हो नि त अब के अरे गाउँबाट घरमा बस्दाखेरि गान गुनगुन हुन्छ नि अब मान्छेको आवाज मात्रै सुनिन्छ यहाँ त चराचुरुङ्गीको आवाजसँगै काम आनन्दले गर्दा कस्तो आनन्द हुन्छ है हामीलाई कति खुसी लागिरहेछ हैन अब हाम्रो चाहिँ फेरि हाम्रो ठाउँमा चाहिँ प्रायः जस्तो अब अरू ठाउँ कस्तो छ हाम्रोमा चाहिँ अब चिया पनि यसरी बोकिन्छ हैन चिया हैन यो त रातो रम हो
तपाईँले रम भनेर सम्झेर खानुहुन्छ क्या होइन होइन रमाइ हो ए हो रम अनि हामी चाहिँ यो जङ्गल हुन त अब जङ्गल फार्नु भनेको अलिकति गलत हो तर सबै कुरा अब पुरानो भइसकेपछि फेरि नयाँ चिजहरू पनि त ल्याउनु पऱ्यो नि त होइन अब जहिले पुरानो भयो भने त अलिकति हुन्छ नि त्यसलाई अब पछि त्यो आफै कुहिएर पनि झर्ने त्यो कुहिएर झर्नुभन्दा फेरि त्यसलाई सदुपयोग गरौँ भनेर चाहिँ हामीले जङ्गल फडानी गर्दैछौँ भर्खरै अब यसमा चाहिँ अब हुन्छ नि उत्तिसको बिरुवाहरू अनि त्यसपछि लग्दा पनि लगाउने कुरा छ अब त्यो के हुन्छ त्यो लगाएपछि मात्रै थाहा हुन्छ यस्तो भिरालो छ अब यो दाउरा यो ठुलो सल्लाहको पर्छ यसलाई चाहिँ यता सार्नुपर्ने यहाँनिर यहाँ सारेर यसलाई मेड्नु पनि सजिलो हुन्छ नि त अब यसलाई तर यो चाहिँ अब काट्ने पर्छ होला त्यो चाहिँ अब दाउरा हुँदैन मेरो अहिले अघि भर्खरै म उकालो चढ्दै गर्दाखेरि यहाँनिर अलिकति घाउ लाग्यो क्या तर त्यो चाहिँ सानो चोकेले मात्रै घोच्छ त्यस्तो ठुलो होइन यस्तो कुराहरू त भइहाल्छ नि शान्तिमा त कहिले घोच्छ कहिले हुन्छ त्यस्तै हो ल जति पनि सामाजिक सञ्जालमा जोडेर रहनुभएको सम्पूर्णलाई फेरि पनि वेलकम भर्खरै ठुलो मुला लडाएर फेरि उकालो अझै समय छ काम गर्ने अब चाहिँ हामी यहाँ जानेछौँ काम गर्न यहाँनिर अझै छ बाँकी काम गर्नु कहाँबाट जानुपर्ने माथि हो र अझै उकालो गर्नुपर्छ यत्रो रुखहरू पनि छ यहाँ बहुत गाह्रो हो गया तर पनि के गर्नु काम गर्नै पर्छ कतादेखि लडाउनु पर्ने केटा हो दाउरा चाहिँ कस्तो अब सानो हुन्छ नि त्यो टुक्रा पार्ने होइन क्या यो चाहिँ एकदम लामो ट्र्याक्टरमा हालेर लानुपर्ने दाउरा हो त्यही भएर तलदेखि नै रोडबाटै लानुपर्ने यहाँ तलबाट हाम्रो घर चाहिँ यतापट्टि लानुपर्छ अब दाउरा चाहिँ यहाँबाट झार्नुपर्ने यहाँतिर छ सबै फडान गरिसक्यो तर यो कस्तो यो भिडियोमा जति नै कायदा गरिएको छ त्यो भिडियोहरू चाहिँ सोचेको भन्दा अलिक फरकै निस्किरहेको छ किनभने यति साह्रो 1300 जस्तो देखिन्छ तर यो चाहिँ पुरै भिड छ क्या नत्र यसलाई कसरी सङ्केत गर्ने त भिड छ भनेर पुरै छ ल जाउँ न केटा हामी चाहिँ एकदम मेरो पनि छ गोजीमा यो बिना हुँदैन है फेरि यो चाहिँ तपाईँहरूले चिन्नुहुन्छ होला दुलै परिसकेछ तर पनि अब दुलो परे पनि यसलाई के गर्नु त यो चाहिँ 3 सालसम्म अर्को नयाँ नल्याउने भन्ने हो खै एउटा ट्राई हानिदिइहालौँ न लडाइहालौँ न तर कस्तो यो यस्तो भिड छ तर पनि कस्तो 1300 जस्तो देखिन्छ क्या तल देखिन्छ यहाँ तलसम्म पुऱ्याउनु पऱ्यो यो तल्लो जङ्गल देखिँदै गरेसम्म पुऱ्याउनु पर्ने जाउँ न कहाँको लडाउनु भनेको उयोहरू होला त यहाँ भएकोहरू हो कहाँको लडाउनु पर्ने यसरी झर्नुपर्छ ओह्रालो यहाँदेखि तल बसेको हुन्छ होला ए हो लडाउनु अनि किन अघि यताबाट आउँदा पनि हुन्थ्यो त अनि यो काम त गर्नुपर्छ नि त्यहाँ निकाल्नु भने त्यो रोडमा निकालेर यहाँदेखि यो अब हामीले चाहिँ दाउरा चाहिँ यो लामो काटेको छौँ यो दाउरा लामोको भएको चाहिँ अब ट्र्याक्टरमा लगाएर टक्क हुन्छ नि सजिलो हुन्छ नि त घरमा पुगाउन पनि अब जस्तो अब यसरी काम गर्नुपर्छ एकदम जोगिएर नै काम गर्नुपर्छ है काट्ने चाहिन्छ यो ठुलो दाउले दिनु पऱ्यो छिटो यसले दियो भने चाहिँ खतरा हुन्छ है हेरौँ है
आइडिया हालेर म त काम गर्नुपर्छ नि त खतरा हो अब उयो मेरो डिजे पिस छ ल ठिक छ काम चाहिँ यसरी गर्नुपर्छ भिडियो हेर्दै गर्नु के गर्छौँ सबैलाई मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु ल अब चाहिँ हामी जङ्गलबाट निस्किसक्यौँ अहिले ठ्याक्कै 6-4 भइसक्यो साँझको भनौँ न अब साँझ परिसक्यो चराचुरुङ्गी पनि पुरै जङ्गल पसिसक्यो चराचुरुङ्गीहरू सबै अब चाहिँ हामी हाम्रो पहाड यस्तो छ कस्तो राम्रो देखेको हेर साँच्चै मेरो चाहिँ एउटा व्यक्तिगत एउटा हुन्छ नि मैले सोचेको कुराहरू यो हुन्छ नि यो पहाड देखिने छ यो पहाड एकदम डाँडामा छ क्या यो डाँडामा चाहिँ ठक्कै एउटा मैले सोचेको यो जुन रोड छ यो हाइवे रोड यहाँदेखि चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु यो हाइवे रोडदेखि यस्तो गरेर ठक्क पहाड लगाएर चाहिँ नि यहाँनिर यो पुरै हुन्छ नि हाइकिङको लागि चाहिँ गर्दा कस्तो देखिन्थ्यो होला जस्तो लाग्छ एकदम राम्रो हुन्थ्यो होला अनि हामी चाहिँ अब जङ्गलबाट निस्किसक्यौँ अब यो उसलाई चाहिँ मिलाएर राख्नुपर्छ यहाँनिर अब आजको सामानहरू यो पन्जाहरू सबै खोलेर राख्नुपर्छ यहाँ राख्नुपर्छ अनि यो चाहिँ खाजा ल्याएको थियौँ किनभने जङ्गलमा अब खाजा साथीहरूको यो मोबाइललाई पनि यहाँ राख्छु अनि साँझ घर जाने बेला भइसक्यो छुट्टी हाम्रो अब हामी चाहिँ घर लाग्यौँ हाम्रो बाटो जङ्गलको बाटो भनौँ न यस्तो छ यहाँदेखि अगाडि 2 जना गइसक्नु भयो अब हामी चाहिँ चराचुरुङ्गीको आवाजसँग ठक्क साँझ जानु पर्ला ल यस काम गर्दा एकदम मजा हुन्छ किन सस्तो पनि भइन्छ आफ्नो हेल्थलाई पनि त्यस्तो कुनै रोगबाट पनि त्यस्तो डर हुँदैन किनभने काम चाहिँ गर्नुपर्छ काम गऱ्यो भने म त आफ्नो शरीर पनि ब्यालेन्स पाउँछ कस्तो पसिना नै छुट्यो यार अनि प्रकाश आजको काम कस्तो लाग्यो आज आराम भयो एकदम गुड भयो जस काम चाहिँ गर्नुपर्छ है काम गऱ्यो भने जस कस्तो जाने आनन्द भएको जस्तो फिल हुन्छ क्या अब ठक्क जाने हो अनि ठक्क नुहाइधुवाइ गर्ने अनि ठक्क फ्रेस भएर सुत्नुपर्छ यस्तो मजाले निन्द्रा लाग्छ कि आज लगभग बिहान 10 बजी हामी काममा उपस्थित भइसकेको थियौँ अनि अहिले ठक्क 6 बजिसक्यो 6 बजी काम छोडेर हामी चाहिँ घर जाँदैछौँ यहाँ कस्तो दामी चराको आवाजहरू गुन्जिँदैछ क्या अब त सुत्ने बेला पनि भइसक्यो चराचुरुङ्गीहरू यहाँभन्दा अगाडि जाँदैछ हाम्रो टिमहरू यहाँनिर अनि जस आजको भिडियो हेरेर तपाईँहरू पक्कै पनि अहिलेसम्म हेरेर साथ दिइराख्नु भएको छ होइन कस्तो लाग्यो भिडियोहरू राम्रै लाग्यो होला पक्कै पनि मलाई जहाँसम्म लाग्छ राम्रै लाग्छ अनि साँच्चै एउटा मैले तपाईँहरूलाई म सरप्राइज टाइपको देखाउन चाहन्छु सुनसान भएर हेर्ने यहाँनिर अघि उडिसकेछ नि यहाँ चाहिँ चरा गुड्थ्यो अघि त्यहाँ चराको गुड्थ्यो अनि कस्तो दामी अनि यहाँ चाहिँ प्राय यो पुरै जलाएको छ यहाँनिर यहाँ चाहिँ प्राय साथीहरू कहिले कहिले साँझमा नाइट क्याम्पिङ गर्छ खानुको लागि चुलाहरू पनि बनाइरहेछ यहाँनिर रेडबुलको खोलहरू
के केहरू प्रायः अब साँझ आइसकेपछि प्रायः पनि यसो अल्कोहलहरू त युज गर्छ होला प्रायः। अस्ति म पहिला एकचोटि आएको थिएँ म पनि, तर जस रातिको क्याम्पिङ अर्कै रमाइलो हुन्छ क्या। त्यो पनि तपाईँहरूलाई म कुनै दिन हामीले भिडियो बनाएको बेला म तपाईँहरूलाई देखाउँछु, त्यो पनि हेरिदिनु होला फेरि सबैजनाले। अनि यहाँ यस्तो छ एकछिन यहाँ सुन्नु चाहिँ कस्तो आनन्द हुन्छ क्या चराचुरुङ्गीको आवाज। ल हो चराचुरुङ्गीको आवाज दामी छ। अलिक कुद्नुपर्छ किनभने साथीहरू अगाडि गइसकेको छ, फेरि छोड्यो भने जङ्गलमा अलिअलि डर लाग्छ मलाई चाहिँ, केही हो कि टाइपको। ओ छिराज आमामा कुद्नुपर्छ हल्का हल्का। यहाँ अगाडि छ, अलिकति छुट्यो भने त फेरि के भन्ने है फोन छ। अनि आज चाहिँ हामीले काम गरेको लगभग हामीले काम गरेको लगभग 3-4 दिन भइसक्यो। एकदम रमाइलो भइरहेको छ अहिलेको दिनहरू। ल हामी चाहिँ धेरै हिँडिसकेपछि फाइनली जङ्गलबाट बाहिर निस्किसकेको छौँ अहिले चाहिँ। अब यहाँनिर ठक्क हाम्रो अकासे भन्ज्याङ आइसक्यौँ। यो रोड त अघि तपाईँलाई एकचोटि अगाडि नै एकचोटि देखाएको थिएँ मैले, यहाँ पर पारीको यो रोड यहीँ घुमेर यहीँनिर आउने हो। यो चाहिँ हाम्रो अकासे चोक, एकदम प्राकृतिकले दिएकै ठाउँ भनौँ न। यहाँनिर यस्तो छ हाम्रो घरतिर घरहरू। अनि यहाँ चाहिँ प्रायः अब मेन रोड भएर नि अलिकति चराचुरुङ्गीको आवाज हुँदैन, यहाँ चाहिँ मान्छे हुन्छ नि, मान्छेहरूको आवाजसँगै अब हामी पनि फाइनली यो ठाउँमा आइसक्यौँ। हिँड्दा जङ्गलबाट जस यस्तो हुन्छ अब बाहिर हिँड्दा चाहिँ अब धेरै जस्तो अब मान्छेहरूको मात्रै आवाजहरू आफ्नो आफ्नो तालमा, जस्तै यहाँनिर घाँस बोक्नेदेखि लिएर केटाहरू अगाडि। अनि यहाँ पर यो चाहिँ मैले सानोमा पढ्दाको स्कुल हो यो, यहाँ चाहिँ क्लास 8सम्म चाहिँ मैले यहीँ पढाएको थिएँ। अनि अहिलेसम्म हामी चाहिँ जस जङ्गलमा जत्तिकै आनन्द तरिकाले रमाइलो गरिन्थ्यो त्यो रमाइलो सँगसँगै यहाँ पनि रमाइलो छ। जस तर अब चराचुरुङ्गीको ठक्क हुन्छ नि, प्राकृतिकसँग रमाउँदै गर्दाखेरि काम, त्योभन्दा चाहिँ यहाँ अलिकति फरकै हुन्छ किनभने यहाँनिर आफ्नै आफ्नै तालमा हाम्रो ठाउँ। अनि आज अब हिँड्दै जस आइसक्यो। अब यहाँदेखि परतिर मात्र हाम्रो घर, धेरै टाढा होइन। यहाँनिर हाम्रो घर पुग्नलाई घाँसको बारीहरू पनि टन्नै राखेर छ। अब हाम्रो बजार त्यस्तो ठुलो त होइन, त्यति साह्रो व्यस्त बजार पनि होइन, त्यस्तो व्यस्त बजार पनि होइन, केही सबै अर्ग्यानिक मात्रै हुन्छ क्या यहाँतिर भनेको चाहिँ। डेन्टल यस्तै फापा जङ्गलबाट निस्क्यौँ। अब टक्क आकासे चोक मेला भनौँ न, सानो मेला त लागिरहेको हुन्छ नि त होइन, बजार भनिसके बित्तिकै चोकदेखि चोक भदौ महिनाको मेला आयो। कोही अनि आजको काम त आनन्दै भयो नि, एकदम खुसी हो, मजाले गर्यो। चोटपटक पनि कान्छालाई अलिअलि गन्धमा लाग्यो, मेरो चोटपटक लागेको छ। जस आज केही चाहिँ फाइदाहरू भयो भनौँ न अलिअलि। हेलो के हेर्नु भयो? हजुर मेरो पनि छ यहाँ त के ल्याइसक्नुभयो? चोकबाट चोक ओ ल मलाई हेलिकप्टर लिनु आउनुभएको? ल जति पनि समाज सञ्जालबाट जोडेर अहिलेसम्म साथ दिनुभयो सबैलाई धन्यवाद। यो भिडियोलाई यही इन्ड गर्दै अर्को नेक्स्ट भिडियो आउँछ होला। कृपया मेरो युट्युब च्यानलमा तपाईँहरू लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेलाई बाई बाई।